हेलो गाइस, नमस्ते सम्पूर्ण मेरो फेसबुक टिमहरु। आज चाहिँ म 15 दिन पछाडी नुहाउन जाँदैछु। योभन्दा अगाडि चाहिँ म त्यति हिँड्न सक्दिन थिएँ, खुट्टा भाँचेको छ। र तपाईहरुले यसो हेर्दाखेरि डाक्टरको उपचार किन गरेन भन्नुहुन्छ होला। डाक्टरले स्टिल हाल्नु भन्दै थियो। स्टिल हाल्दाखेरि पछि अपरेसन गरेर निकाल्नु पनि पर्थ्यो, उति नै खर्च लाग्थ्यो। अनि आयुर्वेदिक गरेको, आयुर्वेदिकले डाक्टरको भन्दा पनि छिटै जोडी नै निको हुने भएको कारणले त्यो लगाइरहेको छु। र नुहाउँदैछु म। नुहाउँदै गर्दाखेरि उनीले चाहिँ मेरो श्रीमतीले चाहिँ जो मैल मार्दिरहेछ कानको यताउता गर्दै टाउकोतिर साबुन स्याम्पू हालेर। तपाईहरुले लाइक कमेन्ट शेयर गरिदिनु होला। सबैलाई फेसबुकमा अगाडि बढ्नु मन लाग्छ, तपाईलाई पनि मलाई पनि हैन। त्यही भएर मिलेर अगाडि बढौँ हैन। तपाईहरुले पनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु, शेयर गरिदिनु। म पनि तपाईहरुलाई गर्दिने छु। त्यसरी एकअर्काले गर्दा त हामीहरु अगाडि बढ्ने हो। सोशल मिडियामा पैसा सबैलाई कमाउन मन लाग्छ साथीहरु। कसैको ढिलो होला, कसैको चाँडो होला। पर्खिनु सक्नुपर्छ, धैर्य गर्न सक्नुपर्छ है त साथीहरु।